यात्रा सुरु गरेर अरु विजय यात्रा अगाडि गरेको जिउँदो इतिहास हो हाम्रो। अनि त्यसैगरी अहिले हाम्रो परिकल्पना खास के हो भने जस्तै अब त्यो जुन हजुर पुरातत्व विभागले जुन हाम्रो यहाँ पुरातात्विक एउटा ठाउँ छ जुन सिरकोट छ, यसको नजिकमै रहेको, सिरकोटसँग यसको सम्बन्ध पनि छ, सिरकोटकै नजिक वैद्यनाथ रहेको छ भने पुराणहरूले पनि बोलेको छ यो वैद्यनाथ ऐतिहासिक वैद्यनाथ हो। किनभने वैद्यनाथ भनेको पुराणमा 12 वटा ज्योतिर्लिङ्ग मध्येको वैद्यनाथ पुराणले वर्णन गरेको सुदूरपश्चिमको प्रमुख वैद्यनाथ यही हो र अन्य वैद्यनाथहरू यसका शाखा उपशाखाहरू हुन्। वैद्यनाथ मेन ज्योतिर्लिङ्ग भनेको रावणले तपस्या गरेर भएको ज्योतिर्लिङ्ग हो। अनि त्योसँग यसको पनि सम्बन्ध र त्यहाँ एउटा क्याम्पस बिल्डिङ गर्ने क्रममा चाहिँ हजुरहरूले त्यो कुरो सबै थाहा पाइसक्नु भएको छ। त्यहाँ एउटा जग उत्खनन गर्दा लगभग अब 12-13 शताब्दी कति हो त्यो हजुरहरूबाट नै थाहा होला, एउटा जो पुरातात्विक सामग्रीहरू भेटे, सुन चाँदीहरू भेटेको कुरो। अनि त्यो भेटिसकेपछि कमसेकम यो स्तरमा यस्तो अलिकति मापदण्ड सहितको सङ्ग्रहालय पनि नबनेकोले अन्तभन्दा हाम्रो सङ्ग्रहालय, किनभने यो क्षेत्र फेरि सुदूरपश्चिमको एउटा प्रमुख क्षेत्र र सबैको गन्तव्य स्थल पनि भएको कारणले गर्दा योमा त्यो पनि ल्याएर एउटा हामीले प्रदर्शन गर्न सकेमा हाम्रो क्षेत्रको महत्त्व बढ्ने भन्ने कारणले गर्दा यो सङ्ग्रहालयका लागि हामीले त्यो के अरे सुन चाँदीको लागि पनि हामीले यहाँ ल्याउने भनेर अपिल गरिरहेका छौँ र हामीले अनुरोध गरिरहेका छौँ। धेरै पत्रचार पनि गऱ्यौँ, त्यो पाराले यहाँ हेर्न पनि आउनुभएको छ। अनि यसमा त्यति भएर अब हामीलाई चाहिने शान्ति सुरक्षा के हुँदा भन्दा यसको सँगै रहेको चौकी छ, यसको टिलसँग यससँग जोडिएकै पिल्लर चौकी हो यो चौकी पनि छ। यदि यो चौकीमा पनि एउटा अशोक साहबको कमान्डमा 10-12 जनाको दरबन्दी छ, त्यसले पनि पुग्दैन भने हाम्रो नजिक एउटा शस्त्रको गुल्मा पनि छ। त्यो गुल्माबाट एक सेक्सन यो सङ्ग्रहालयको लागि मात्रै छुट्टै एक सेक्सन छुट्याइदिनु पर्यो भनेर गृह मन्त्रालय सहित संस्कृति मन्त्रालयलाई बुझार्थ गरेर हामीले त्यो पनि पत्रचार र जिल्लाको शान्ति सुरक्षाले पनि सिडिओ साहबले पनि यो विषयमा चाहिँ निर्णय गरेर पनि के अरे अगाडि बढाइसक्नु भएको छ। अनि यसमा विशेष भनेको कसको स्वामित्व के भन्दाखेरि वैद्यनाथमा 3-4 वटा संस्था छ। एउटा वैद्यनाथको पुनर्निर्माणदेखि लिएर सबै गर्ने भनेको वैद्यनाथ क्षेत्र विकास संस्था हो, यो माउ संस्था हो यहाँको, र त्यसै गरी यो 44 सालदेखि नै यो पुनर्निर्माण भएको हो। र अर्को चाहिँ वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समिति भन्ने छ। त्यो गुठी व्यवस्थापन समिति सिडिओ साहबको संयोजकत्वमा सुरक्षा निकायका दुईटै प्रहरीहरू जस्तै सशस्त्र प्रहरीको डिएसपी साहब र जिल्ला नेपाल प्रहरीको डिएसपी साहब सदस्य, मालपोतको प्रमुख जिल्ला मालपोतको प्रमुख सदस्य, त्यसपछि तपाईँको अनि स्थानीय विकास अधिकारी पनि सदस्य रहेको र म यहाँको गुरु भएको कारणले यो मन्दिरकै जिम्मा हाम्रै भएको र यहाँको पुजारी र यहाँको गुरु वेदविद्या आश्रमको गुरु चाहिँ सदस्य सचिव रहने एउटा समिति छ। त्यो समितिको मातहतमा अहिले हामीले जति शिवरात्रि लगायत यी जो पुरातात्विक सम्पदाको संरक्षण छ त्यो समितिले गरिरहेको छ। अर्को अब यो ठाउँको एउटा विकासको लागि एउटा वैद्यनाथ क्षेत्र के अरे पर्यटन तथा विकास व्यवस्थापन समिति, प्रदेश स्तरको एउटा विकास व्यवस्थापन समिति पनि रहेको छ यहाँ। त्यो समितिले पनि यसका भौतिक पूर्वाधारदेखि लिएर अरू कुराहरूको लागि संरक्षण गर्नेछ। त्यो संरक्षित कुराहरू हेर्नको लागि यहाँको सबैको कुरो लागि त्यो पनि भयो। अनि वेद विद्याश्रम भनेको पूजा आजा गर्ने र अब पढाइको लागि वेद विद्याश्रम रहेर यसरी यहाँ 3-4 वटा मुख्य संस्थाहरू चाहिँ रहेका छन्। यी संस्थाहरूको संरक्षणमा यो रहेको छ। अहिले हामीले सबै कुरा अब यो सङ्ग्रहालय भने सङ्ग्रहालयको लागि एकजना हामीले प्रदेश स्तरको समितिलाई भनेर कमसेकम सङ्ग्रहालय आएको देखाउने मान्छेलाई म टिचरले त सधैँभरि देखाउन सक्दैन, एउटा पथ प्रदर्शक यहाँका बारेमा बोलिदिने, यहाँको बारेमा भनिदिने एकजना चाहिँ हाम्रो एकजना मान्छे दरबन्दी चाहियो भनेर हामीले मागेका छौँ। अब दरबन्दीको रूपमा भएन, पथ प्रदर्शक गाइडको रूपमा एउटा एकजना चाहिँ भनेर उहाँहरूको पनि त्यो अन्तिम क्रममा छ, उहाँहरूले एकजना दिने भनेर निर्णय नै गरेको छ त्यो समितिले। त्योबाट पनि हामीले भोलि यसको संरक्षण हजुरहरू जस्तो आएको आगन्तुक बाह्य तथा आन्तरिक पर्यटकहरूलाई पनि यो ठाउँको बारेमा चिनाउने र यो सङ्ग्रहालयको बारेमा चिनाउने। यी सङ्ग्रहालयका र अछामका हामीले केही सकेन भने सबै सामग्री सकेन भने अछाममा जे छ भने ठुलो किसिमको फोटो बनाएर भए पनि फोटो मात्रै भए पनि यो ठाउँमा यो छ भने अहिले हामीले सामान्य गरेका छौँ। वरिपरि पुरातात्विक सम्पदाहरू हाम्रो अछाममा देखिने पुरातात्विक सम्पदाका फोटो मात्रै भए पनि छन्, तर अलिअलि भोलिपछि हामीले यहाँका जातीय लैङ्गिक भाषिक सबै जे कुराहरू छन् त्यसलाई झल्किने किसिमले एक सोकेसमा अलिकति त्यो अनुसारले राख्ने भन्ने हाम्रो परिकल्पना हो। र योलाई ऐतिहासिक एउटा सङ्ग्रहालय बनाउने र यो क्षेत्रको एउटा नमुना सङ्ग्रहालय बनोस् भन्ने चाहिँ उद्देश्य हामीले बोकेका छौँ। त्यसका साथ लागि पुरातत्व विभागले पनि हामीलाई बारम्बार सहयोग गर्दै आएको हो, किनभने यसको निर्माणमा पनि सहयोग गर्नुभयो। यी संरचनाहरू यी बनाउनलाई पनि यस्तो भएर सम्भवतः अब यसको आर्किटेक्ट एउटा बिल्डिङको पनि यसो बनाउनुपर्छ भनेर उहाँहरूले नक्सा दिनुभयो। केही त्रुटि अब भित्रतिर केही भाका हुन सक्छन्, त्यसलाई अझ सच्याउनु पनि सकिने होला।
त्यो हो। अनि अब हाम्रो टाढाको ठाउँ उताको जस्तै ठ्याक्कै नहुने पनि भएर पनि भयो। सम्भवतः हामीले त्यसलाई चाहिँ मापदण्डलाई मानेर गर्ने काम चाहिँ यसरी गऱ्यौँ र यस सङ्ग्रहालयलाई जति सक्दो चाँडो हामीले सञ्चालनमा ल्याएर अब योपालि हामीले भौतिक संरचनाको कुरा जोड्नुपर्ने कुराहरू अरू केही छैन। अब यतिको लाइटिङ व्यवस्था भन्दा अलिकति राम्रो लाइटिङभित्र भएर अनि एउटा प्लेटमा यी यस्तो हुन् भनेर तपाईँहरूले प्रष्ट रूपमा बुझ्ने गरी एउटा प्लेटमा चाहिँ एउटा त्यसको बारेमा चाहिँ एउटा ऐतिहासिक व्याख्या गरिदिने, त्यसलाई सकेसम्म 2टा भाषा 3टा भाषा कति हुन्छ त्यसमा पनि एउटा गरिदिने भन्ने हाम्रो यो अहिलेको रहेको छ। अनि त्यसरी चाहिँ सङ्ग्रहालयलाई हामीले अगाडि बढाउन सकिन्छ कि भन्ने चाहिँ हाम्रो भएर सबैको साथ सहयोगले अगाडि बढिने हो। र अनि हामीले त्यो हामीसँग संरचनाहरू त्यो भइसक्यो भएर त्यो सुनचाँदी पनि पायौँ। अझ यो हेर्नकै लागि भयो भने किनभने 600-700 वर्ष अगाडिको कम्तीमा पनि त्यो 14 भन्दा त तर होला 12-13 शताब्दी। मैले त्यहाँ गएर कुरा गर्दा पनि हजुरहरूलाई अस्ति भेटेर भास्कर सरलाई उहाँलाई भेट्दा पनि हाम्रो अनुमानमा अब 13-14 नै हो यो भन्ने जस्तो कुरो छ। अब 13-14 शताब्दीको एउटा पुरातात्विक वस्तु हेर्नको लागि पनि तपाईँहरू आउनुहोस् भनेर हामीले प्रचार पनि गर्न सकेको खण्डमा अझ यो सङ्ग्रहालयको मात्र नभई सम्पूर्ण यो वैद्यनाथ क्षेत्रको नै एउटा हाम्रो यो क्षेत्रको विकास हुने, धार्मिक पर्यटकीय बन्ने, यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा चिनाउन सकिने, अझ नेपालका 4 धाम मध्येको एक धाम हो भनेर हामीले यसलाई चाहिँ प्रमाणितै गर्न लागिरहेका छौँ। किनभने 2टा हरिका 2टा हरका विष्णु र 2टा बराह क्षेत्र पशुपतिनाथ मुक्तिनाथ र वैद्यनाथ हो। अहिले चाहिँ तपाईँले नेपालका लोकसेवा किताबहरूमा देखिनेमा चाहिँ रुरु क्षेत्र परेको छ। एउटै मुक्तिनाथ क्षेत्रभित्र त 12वटा क्षेत्र पनि पर्लान्। तर चाहिँ अब त्यो मानसखण्डको जुन हो हाम्रो पौराणिक विभाजन 3टा छ अहिले नेपालमा। कोशीभन्दा उताको केदारखण्ड, कोशीदेखि तपाईँको जस्तो जुम्लाको माथिल्लो भाग हुन्छ यो रोल्पासम्मको भागलाई चाहिँ हिमवत खण्ड भन्छ, त्योदेखि यता महाकालीको